हाम्रो कार्यक्रम सञ्चालकज्यूलाई, दुर्गा मन्दिर बिहानी व्यायाम ग्रुपका अध्यक्ष लगायत सम्पूर्ण एकदम तल्लीन पदाधिकारीज्यूहरू, आफ्नो स्वास्थ्यलाई ख्याल गर्न उपस्थित हुनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा सम्पूर्णमा स्वीकार गर्नुहोस् म रकी बस्नेतको हार्दिक नमस्कार। दुर्गा मन्दिर बिहानी व्यायाम ग्रुपको यो सुरुवाती अनि आजको यो नयाँ उज्यालो 2083 साल सँगसँगै आएको यो नयाँ प्राङ्गणमा हामी जुटिरहेका छौँ। यसले सद्भाव, भाइचारा, सहयोगको अझै डोरीहरू कसिलो गर्दै लैजाओस्। सङ्घर्ष र पीडाहरूलाई छोड्दै त्यसबाट सिकाइ र अनुभूति अनि उपलब्धि प्राप्त गर्दै हाम्रो जीवनमा सकारात्मकता छाओस् भन्दै मनमा सम्पूर्णको सकारात्मक भाव, स्वास्थ्यमा ताजगी, व्यवहारमा परिवर्तन गर्दै हामीले हाम्रो जीवनलाई अगाडि बढाउने जुन एउटा सपना छ, जुन हाम्रो उपलब्धि छ, जुन मेहनत छ, यो अझै सफलतापूर्वक अगाडि बढ्दै जाओस् भन्न चाहन्छु। दुर्गा मन्दिर बिहानी व्यायाम ग्रुपको जुन एउटा सहयोग सद्भाव छ, अझ यसले प्राप्ति पाओस् र आगामी दिनहरूमा अझ यसको जुन आने बानी छ, हाम्रो जुन व्यवहार छ, जुन गराइ छ, अतिरिक्त क्रियाकलापहरू छ, यसले सबैलाई सम्पूर्ण तरिकाले हरेक क्षेत्रबाट समेटोस् भन्न चाहन्छु। 2083 ले सबैमा खुसी, सद्भाव र घर घरमा दीप ल्याओस् र स्वास्थ्य रहँदै उज्जवल भविष्यको कामना गर्दछु। कोही पनि अस्वस्थ भएर जीवनयापन गर्न नपरोस्। यसले अझै हाम्रो दायरालाई फराकिलो बनाउँदै लैजाओस् र सम्पूर्णमा हिमाल छुने आँट रहोस् पलाओस् भन्दै सम्पूर्णमा फेरि पनि 2083 सालको शुभकामना दिँदै देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, मलाई चिन्नुहुने नचिन्नुहुने सम्पूर्णमा हार्दिक उहाँहरूलाई शुभकामना दिँदै सबैको जीवन सुख, शान्ति, समृद्धिले छाओस् भन्दै म यस दुर्गा मन्दिर बिहानीबाट अहिलेको सभाबाट म बिदा हुन्छु। सबैको दिन शुभ रहोस्, शुभ दिन। हस्, धन्यवाद, नमस्कार।